हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आशा राख्छु तपाईहरुलाई सन्चै छ, मलाई पनि एकदम ठिकै छ। अहिले चाहिँ अब के गर्दैछु भने म अझै पनि स्टिल बिहे गाउँमै छु, किनकि आज अब हिजो जन्दा गयो, आज बिहेको भोज हुँदैछ। म चाहिँ बिहेको यो जुन बिहे भएको गाउँमै छु अझै, र म यहाँ एकदम डाँडामै छु। बिहे घर चाहिँ यहाँ तल भयो, यता यो यहाँनिर यहाँ भित्तामा छ भने म चाहिँ पुरै यो उकाल चढेर यहाँ आएको छु। यहाँबाट चाहिँ सबै भ्यू देख्ने रहेछ, यहाँ हिमाल पनि देखिन्छ है हैन। यहाँबाट चाहिँ सबै ठाउँ यतापट्टि अब यो भाग चाहिँ घर यतापट्टि छ हाम्रो, जानुपर्ने अब 2-3 बजे गइन्छ यताबाट। यो खोला हुँदै जानुपर्छ कुन्ता निस्केर। यहाँको ठाउँ चाहिँ अलि गाह्रै रहेछ के ठाउँ। यहाँबाट सहर नजिकै छ, कुन्ता यताउति सबै काठमाडौँ बनेपा सबै नजिकै छ। तर यो एउटा ठाउँ चाहिँ अलिकति एकदम भिरालो ठाउँ रहेछ। यतापट्टि एउटा डाँडा छ, यतापट्टि डाँडा छ, यो बिचमा यो डाँडा छ भनेपछि यतापट्टि चाहिँ राम्रो छ। बाटोहरू चाहिँ राम्रो, त यति यो 20-25 घर रहेछ त्यहाँ। यहाँबाट सुरु हुन्छ यो गाउँ, यहाँबाट सुरु हुँदा अनि यो जस्ताले छेकेको मुनि छन् घर। अनि यहाँबाट माथितिर छन् अलिअलि, यतापट्टि 2-3 घरहरूलाई माथि, किनकि टप हो यहाँको, यो डाँडा सबभन्दा टप हो। किनकि यो सबभन्दा माथि यहाँ छ, यहाँ यति चाहिँ टप हो, यहाँ धेरै गाउँ चाहिँ रहन्छ। यहाँ चाहिँ अब पसल यताउति केही छैन, बाटो पनि राम्रोसँग आइपुगेर रहन्छ। एकदम हल्का बिकटै लाग्ने कि नजिकै भयो पनि सहरबाट। अनि यतापट्टि यो नगरकोट जाने बाटो यता भइहाल्यो। यतापट्टि पुरै भ्यू चाहिँ दामी हिमाल देखिँदो रहेछ, किनकि यो चौताराको सायद यता चौतारा पर्छ। वरिपरि पुरै हिमाल देखिँदो रहेछ यहाँबाट। म चाहिँ अब माथि आइछु, अब यहाँ तल जान्छु, भोजोज खानासाना खाएर निस्किनु पर्ने हुन्छ। यहाँनिर के छ, यस्तो पुरै झाडी छ। यहाँनिर चाहिँ के फलिरहेको रहेछ, यहाँ सुन्तला जस्तो होइन, यहाँ कागती हो कि सुन्तला पहेँलै छ। यो चाहिँ टिपेर खानुपर्ने हुन्छ, किनकि घर यहीँ छ, केराको झालले रोपेछ, के भन्छ केराको झालले यहाँ घर छेकेछ। यो सुन्तला कि कागती टिपेर टेस्ट गर्नुपर्ने हुन्छ मैले, किनभने फलफुल देखेपछि नखाइकन चित्त बुझ्दैन। हेरौँ है त, टिपेर खाइहेरौँ। देख्यो भने यता मल खाल्डो छ यस्तो, यो निब्बा हो कि के रहेछ यो, देख्यो भने अलिअलि गाली गर्छन्। एउटा टिपेर खाइदिइहालौँ न, सानो टिपौँ, बिस्तारै बोल्नुपर्छ, अहिले सुन्यो भने फेरि लफडा हुनसक्छ। ल यो टिपौँ एउटा होइन, निब्बा हुनुपर्छ यो निब्बा जस्तो छ। यहाँ छ टिपेर ल्याएँ, म भाग्छु यहाँबाट। यहाँ बाटो ओर्लेर गुटुङमै भाग्नुपर्ने हुन्छ। यो निब्बा खान्छु म अब होइन। निब्बा हो कि कागती हो के हो, सुन्तला त होइन पक्कै हो, किनकि यसको बोक्रा सारा छन्। सुन्तला भएको भए गिलो हुन्थ्यो यसको बोक्रा। म बिहाबाट निस्किसकेँ, अब बाटोमा छु अहिले। बाटोमा अब यहाँ यता माथि चाहिँ अलि बाटो अप्ठ्यारो छ, यहाँसम्म त ठिकै छ। यतापट्टि यहाँबाट मास्तिर लागेपछि बाटो एकदम अप्ठ्यारो भएर चाहिँ एकदम ठाडो छ, ओह्रालो, अनि ढुङ्गा छ। त्यो भएर म यहाँ आएर बसिरहेको छु। त्यहाँ मान्छे आउँदै हुनुहुन्छ, लिएर जानुपर्ने हुन्छ। अब घर जानुपर्ने हुन्छ आज। र यस्तो छ यहाँ वरिपरि, पुरै जङ्गल छ वरिपरि। यहाँ ल गाडी यहाँभन्दा माथि जाँदैन, गाडी यहाँ राखिरहेछ। हिजो बिहेमा लगाएको गाडी यहाँ छ। यो चाहिँ नजानी भएको भएर चाहिँ यहाँ छ, किनकि बाटो एकदम डेन्जर छ, अप्ठ्यारो।